यसको ई छ हैन, ब्रेकिङ स्ट्रेस 500 हैन, अब यो नर्मल फलाम भन्दा अलमोस्ट 4 टाइम्स स्ट्रङ फलाम हो यो केबल भनेको है। नर्मल फलाम भन्दा अलमोस्ट 4 टाइम। हाम्रो अब एफई 400 हो भने त चार्ज 4 टाइम्स, चार्ज मोर देन 4 टाइम्स हो। यो चाहिँ अब 500 यहाँ 3.5 टाइम्स जति भनौँ न, 3.5 3.7 टाइम्स हाई स्ट्रेसको चाहिँ हाई स्ट्रेन्थको केबल हुन्छ हैन। त्यसको फलामको क्यारेक्टरिस्टिक भन्दाखेरि 12.7 mm डाया भएको 12 वटा तार हुन्छ। त्यो 12 वटा तारहरू पनि म देखाइदिन्छु है कस्तो हुन्छ भनेर। फ्रेस सिग्नेट एफआरइएस यस्तो हुन्छ। एउटा तार यहाँ एक मुठा तार छ है, एउटा तार 12.7 mm डायाको, त्यस्तो चाहिँ नि कतिवटा हुन्छ भने 12 वटा हुन्छ। तर यसमा कतिवटा पाल छ यसमा? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 17 वटा तार छ। यदि यो 12.7 डाया यो 17 वटा तार छ भने यसलाई 17K13 भन्नु पर्यो हैन। नर्मली के भन्ने चलन चाहिँ त्यसरी हेर्दाखेरि यस्तो हुन्छ। यो चाहिँ हामी युज गर्दैनौँ, यो पनि अहिले युज गर्नु परेन। यो चाहिँ तार पहिला ढलान गर्न अगाडि यो राख्नुपर्छ, यसलाई डक्ट भन्छ हैन, अथवा सिट पाइप, सिटिङ पाइप, डक्ट, व्हाटएभर विभिन्न नामहरू छ यसमा। यो चाहिँ यसको कुरा हो। 12K13 भनेकोमा कत्रो त्यो एङ्कर ब्लक लाग्छ भने यसको सबै यहाँ छ। मैले दिएको टेबल चाहिँ यो हो। एउटा जाउँ न यहाँ मजाले हेरौँ। आजकल त YOU ट्युट्युब भनेर हुने नि भयो। नेपाली कम्पनी एएफके कंस्ट्रक्शनले अर्को जिल्ला चाहिँ शिक्षाका प्रक्रियाहरूको जानकारी आरोप छन्। सेटामा दुटो कागजात बनाए ल यो चाहिँ हुन्छ हेर कस्तो खतरा हुन्छ यो। यो चाहिँ कति हो 12K को। अब एउटा केबलमा कतिवटा छ यो? K30 नै हुन सक्छ। यो चाहिँ ज्याक हो यो। यो चाहिँ अब यो अहिले यता राख्छ, मिसिन राखेर तान्ने हो। मिसिन चाहिँ यसरी घुमाएको हुन्छ, यसरी मिसिन राखेर तान्छ। अनि यसको मेन कुरा चाहिँ नि यो वेज हो है। प्लेट राखेको हो क्या अहिले। यो होलको डायमिटर, यो होलको डायमिटर कति हुनुपर्छ? जस्तै मैले कतिवटा तार राखेको छु यहाँ, यो 12K 12 वटा भनौँ न हैन। 12K13 तार हो भने पाल चाहिँ यो एउटै होलमा 12 वटा तार हुन्छ। एउटा होलमा 12 वटा तार, एउटा तार चाहिँ कत्रो हुन्छ? 12.7 mm को हुन्छ। यहाँ पनि देखिन्छ हेर्नु है त। यो यहाँ 12 एउटा होलमा 12 वटा तार र इच तारको डायामिटर 12.7 mm। त्यो भनेको 12K13। 12.7 भन्नुको सट्टा 12K13 भन्छौँ हामी। त्यस्तै अब एकदम ठुल्ठुलो पुल छ भने एउटै होलमा 19 वटा हुन्छ तार, अनि इच तारको दाया चाहिँ 15.2। त्यो भनेको चाहिँ 12K15 भन्ने चलन नाम मात्र हो है यो, ठ्याक्क होइन यस्तो। कहाँ मैले कुन देखाएको थिएँ यस्तो। यो होल अगाडिको नम्बरले चाहिँ कतिवटा तार भनेर जनाउँछ भने के भन्दा पछाडिकोले चाहिँ नि कति mm दायाको भन्ने जनाउँछ।
ओके जस्तै अब अर्को यो भनेको के हो यो 7K15 भनेको के हो यो 7 वटा तार 15.2 mm ओके अब हामीले प्रयोग गरेको तार चाहिँ के रहेछ हामीले अजुम गरेको तार चाहिँ 12K13 र 12K15 दुईटा नेपालमा चल्ने यो हो हैन नर्मली 20-30-40 मिटरको पुललाई यसले भ्याउँछ नभए 19K15 सम्म जान्छ 60 मिटरको हो भने हैन अब त्यो त मेरो एक्सपिरियन्सले भने हो तर त्यो हामी पत्ता लगाउँछौँ हामीले के भन्यौं भन्दाखेरि 12 वटा तार 12.7 को राख्छौं जसलाई चलन चल्तीको भाषामा 12K13 भनिन्छ भन्दाखेरि एउटा पालमा 12 वटा तार त्यो एंकर ब्लक पनि 12 वटा पाल भएको हुन्छ हैन र त्यसले थाम्न सक्ने फोर्स भनेको कति रहेछ 1724 रहेछ है त अलि यति भनौं यही हिसाब निकालेको छ है 1724 रहेछ भने हामी 1724 को ठाउँमा अलिकति घटाएर सेफ्टी राखेर 5-10% घटाएर 1600 किलो न्यूटन फोर्स लगायौं भनेर एजुम गर्छौं डिजाइन गर्छौं यो एजुम हैन 1600 किलोमिटर फोर्स लगाउने भनेर डिजाइन गर्छौं अब यहाँ लस भनेको के हो त तिमीले फिता बान्दाखेरि के हुन्छ फिता बान्यो लास्टमा ठ्याक्क त्यो गाँठो पार्ने बेलामा अलिकति फिता फुस्किसक्या हुन्छ कि हुँदैन जुत्ताको फितामा थाहा छ Do you know? Yes, sir. हैन त्यसकारण यस्तो जस्तै अब त्यो मिसिनले तानेको हुन्छ हैन मिसिनले तानेको देखाउने तानेको हुन्छ हैन चुकुल लगाउने हो के त्यो चाहिँ चुकुल लगाउने भनेको के हो तानेर यो चाहिँ चुकुल है ग्रिप यो ग्रिप चाहिँ अलिकति काटेको हुन्छ यो अझै यसमा देखिन्छ होला पक्नु ग्रिप हैन ग्रिप एकछिन है LIVEWEDGE हैन लाइभ एजै मात्र भनेर सबै के आउँछ यस्तो हुन्छ ल चुकुल यो यहाँ हेर है काटेको हुन्छ यो यसको बीचमा एउटा 12.2 mm